नमस्ते, मेरो नाम चाहिँ कृष्ण प्रजापति हो र म अहिले भैरवमा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा अहिले 3rd इयरमा एमबिबिएस पढिरहेको छु र सधैँको जस्तै आज पनि मैले फेरि एउटा नयाँ भिडियो लिएर आएको छु एउटा नयाँ रोगको बारेमा जसको नाम रहेको छ गाउट अथवा हाइपरयुरेसिमिया जसले हामीले बाथ रोग अथवा जसले हामीले यो गाउटले हामीले सामान्य भाषामा गठिया रोग पनि भन्ने गरिन्छ। सो आउनुहोस् बुझौँ गठिया रोग के हो, गाउट के हो यो भिडियोबाट। सो आउनुहोस् सुरु गरौँ। सो गाउट भनेको के हो भने हाम्रो बडीको जति पनि जोड्नी छ त्यो जोड्नीमा पेन अनि त्यहाँ लोकल इन्फ्लामेसन स्वेलिङ भएर त्यो दुख्ने हो। सो यो किन भइरहेछ त, गाउट किन भइरहेछ त? त्यो गाउट किन भइरहेछ भने जब हाम्रो बडीमा युरिक एसिडको लेभल बढ्छ अनि बल्ल यो गाउट हुन्छ। सो यो युरिक एसिडको लेभल किन बढिरहेछ त? सो युरिक एसिडको लेभल किन बढिरहेछ त्यो बुझ्नुभन्दा पहिला यसको नर्मल फिजियोलोजी बुझौँ। हाम्रो बडीमा युरिक एसिड कसरी बनिरहेछ र यसको एक्सक्रेसन कसरी भइरहेछ। सो हाम्रो शरीरमा के हुन्छ भने हाम्रो शरीरमा जति पनि युरिक एसिड छ त्यसको म्याक्सिमम एमाउन्ट अफ युरिक एसिड इज प्रोड्युस बाई आवर बडी सेल्स। सो हाम्रो बडीको सेल्सहरूले हाम्रो बडीको कोशिकाहरूले के गर्छ भने जब त्यसलाई इनर्जी चाहिन्छ अनि यसले के गर्छ भने एटिपी र जेटिपीको ब्रेकडाउन गर्छ जसले गर्दा प्युरिन निस्किन्छ। अनि अर्को कुरा के छ भने जब हाम्रो बडीमा डिएनए अनि आइरनको ब्रेकडाउन हुन्छ त्यति बेला प्युरिन निस्किन्छ। अब यो प्युरिन जान्छ कहाँ जान्छ त? लिभरमा, मान्छेको लिभरमा। अनि लिभरमा यो प्युरिनको मेटाबोलिजम भएर के निस्किन्छ फाइनली? युरिक एसिड। अनि त्यही युरिक एसिड अब हाम्रो ब्लडमा आउँछ, हाम्रो ब्लड बेसिनमा आउँछ अनि एट नर्मल पिएच द्याट इज 7.4 यो प्रोटन लुज गर्छ र सोडियमसँग बाइन्ड भएर यो के भन्छ? मोनोसोडियम युरेट भन्छ। अब यो मोनोसोडियम युरेट बनिसकेपछि अब यसको एक्सक्रेसन कसरी हुन्छ त? अब यो जान्छ किडनीको पेसिटीमा अबाउट 60 to 70% अफ मोनोसोडियम युरेट अथवा युरिक एसिड यो एक्सक्रेट भइहाल्छ अनि अरू 20-30% यसको रिएब्जर्सन हुन्छ। ठिक छ। सो अब हामीले के भनेको थियौँ, गाउट कसरी भइरहेछ त? जब युरिक एसिडको लेभल बढिरहेछ। सो कति बेला युरिक एसिडको लेभल बढ्छ त? जब हाम्रो शरीरमा युरिक एसिडको ओभर प्रोडक्सन हुन्छ अथवा जब हाम्रो शरीरमा युरिक एसिडको लेस एक्सक्रेसन हुन्छ। सो अब यो युरिक एसिड कति बेला ओभर प्रोडक्सन हुन्छ त? जब कुनै पनि मान्छेले हाई प्रोटिन डाइट खान्छ, ठिक छ, अनि अथवा जति बेला मान्छेले रातो मासुहरू खान्छ, रेड मिट खान्छ त्यति बेला पनि युरिक एसिडको लेभल बढ्छ। त्यस्तै गरी अर्को यो कलेजो खान्छ मान्छेले, त्यसपछि मदिरापानको सेवन गर्छ जस्तै स्पेसली बियर, अनि कुनै पनि मान्छेले रिफाइन्ड अयलहरू खान्छ, त्यसपछि रिफाइन्ड कार्बोहाइड्रेटहरू, त्यसपछि प्याकेट फुडहरू, त्यसपछि सब्जीहरू खान्छ। यो सब कारणले गर्दा के हुन्छ भने हाम्रो शरीरमा युरिक एसिडको लेभल बढ्छ र फाइनली यसले के गराउँछ? गाउट गराउँछ। यो भयो एउटा रिजन। अनि अर्को रिजन के छ भने जब हाम्रो शरीरमा युरिक एसिडको लेस एक्सक्रेसन हुन्छ अनि एक्सक्रेसन कहाँबाट भइरहेछ? किडनीबाट। सो कुनै पनि मान्छेको यदि किडनी डिग्रीको छ अथवा किडनी फङ्सनल छैन अथवा किडनी फेलियर छ अथवा किडनीमा कुनै पनि समस्या छ, डिजिज स्टेट छ भने त्यति बेला के हुन्छ भने युरिक एसिडको प्रोपर एक्सक्रेसन हुन पाउँदैन र युरिक एसिडको रिटेन्सन हुन्छ हाम्रो बडीमा, जसले गर्दा गाउट हुन पुग्छ। ठिक छ। अब मान्छेलाई गाउट भइसकेपछि यसको त्यो कजेसहरू, अब यसको रिस्क फ्याक्टर के छ त? यसको रिस्क फ्याक्टर के छ भने हाई प्युरिन डाइटहरू, त्यसपछि ओबेसिटी मोटोपन, त्यसपछि हाइपरटेन्सन, डायबिटिज मेलाइटस यो सब भयो यसको रिस्क फ्याक्टरहरू। अनि त्यसपछि अब मान्छेलाई गाउट भइसकेपछि के सिम्पटम्सहरू लिएर आउँछ त ओपिडीमा? मान्छेलाई गाउट भइसकेपछि उसको पहिलो सिम्पटम्स के हुन्छ भने उसको जोइन्टमा के हुन्छ भने पेन हुन्छ, इन्फ्लामेसन हुन्छ र टच गर्दा पनि दुख्छ कि त्यसलाई, अनि मान्छेलाई ज्वरो पनि आउन सकेको हुन्छ। सो यो सब भयो यसको लक्षणहरू, गाउटको लक्षणहरू। अब गाउट मान्छेलाई एकचोटि डायग्नोज भइसकेपछि अब डक्टरले के गर्नुहुन्छ भने अब डक्टरले त ट्रिटमेन्ट गर्नु पर्यो। अब के ट्रिटमेन्ट गर्ने त? अब यसको लागि के हुन्छ भने हामीले मेडिसिन दिनुपर्ने हुन्छ। अब कुन मेडिसिन दिने त? सुरुमा हामीले छुट्याउनुपर्छ यो एक्युट गाउट हो कि क्रोनिक गाउट हो। यदि मान्छेलाई एक्युट गाउट भएको छ भने त्यो मान्छेले के हुन्छ? पेन हुन्छ। सो हामीले पेन म्यानेजमेन्ट गर्न पर्यो। अब पेन म्यानेजमेन्ट गर्नको लागि हामीले नन स्टेरोइडल एन्टी इन्फ्लामेटरी ड्रग युज गर्न पर्यो, जस्तै डिक्लोफिनाक, त्यसपछि एस्प्रिन अनि इन्डोमिथासिन। अब यति बेला हामीले नोट गर्नुपर्ने कुरा के हो भने हामीले यति बेला एस्प्रिन दिनु हुँदैन, किनभने एस्प्रिन आफैले के गर्छ भने युरिक एसिडको लेभल बढाउँछ। त्यही भएर हामीले एस्प्रिन दिनु हुँदैन एक्युट गाउटमा। अनि अर्को मेडिसिन हामीले के दिन मिल्छ भने कल्जिसिन। त्यसपछि अर्को मेडिसिन हामीले दिन मिल्छ स्टेरोइड, द्याट इज इन्ट्रा आर्टिकुलर स्टेरोइड दिन मिल्छ, जस्तै प्रेडनिसिलोन। अब यो भयो एक्युट गाउटको म्यानेजमेन्ट। त्यस्तै गरी यदि मान्छेलाई क्रोनिक गाउट भएको छ भने अब क्रोनिक गाउटमा हामीले के गर्नुपर्छ? त्यसको अलग ट्रिटमेन्ट हुन्छ। त्यति बेला हामीले ज्यान्थिन अक्सिडेज इन्हिबिटर दिन मिल्छ, जस्तै एलोपिरोनोल, त्यसपछि फिबुक्जोस्टाटहरू, अनि अर्को हामीले युरिकोसिड ड्रग पनि दिन मिल्छ, जस्तै
प्रोबेनिसिड, बेन्जब्रोमोन, त्यसपछि सल्फिनपाइराजोन। सो यो सब भयो यसको म्यानेजमेन्ट। सो अब मान्छेहरूमा मिथ पनि छ धेरै। जस्तै कुनै पनि मान्छेहरूले भन्छन् कि दुध खानु हुँदैन रे, त्यसपछि दही खानु हुँदैन, त्यसपछि लेमन खानु हुँदैन, कागती खानु हुँदैन, त्यसपछि सुन्तलाहरू खानु हुँदैन रे। त्यसले के गर्छ भने युरिक एसिडको लेभल बढाउँछ रे। तर त्यो सरासर झुट हो। स्टडीले के बताएको छ भने दुध, दही, त्यसपछि यो कागती अनि सुन्तला खाँदा युरिक एसिड बढाउनुको साटो बरु यसले युरिक एसिड घटाउँदो रहेछ। सो हामीले यो सब खानुपर्छ। बरु हामीले रेड मिटहरू, त्यसपछि कलेजोहरू अनि यो जाँड रक्सी, मदिरा त्यो सब खानु हुँदैन। यो सबले के गर्छ भने युरिक एसिड लेभल बढाउँछ। सो यो भयो गाउट। सो आई होप तपाईँहरूलाई यो भिडियो मन पर्यो होला। भिडियो मन पर्यो भने प्लिज लाइक, सेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद।